हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी खेत जोत्दैछौँ है गाइस। खेत जोत्ने अनि सबै भिडियोहरू सुरुदेखि हालेको छु मैले। मल बोकेको अनि पानी लाएको र आज चाहिँ हामी खेत जोतिरहेका छौँ। जुन चाहिँ मेरो साथीको ट्र्याक्टर रहेको छ र हामी हजुरहरूलाई आजको यो दृश्य देखाउनेछौँ। हामी खेत जोतिसकेपछि चाहिँ म चाहिँ हजुरहरूको लागि कुनै इन्ट्रेस्टिङ ठाउँमा गएर आउँदैछु है। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। थ्याङ्क यू। खासै राम्रो चाहिँ भइरहेको छैन होइन। यता चाहिँ यस्तो मजासँग जोतिएको छ भने चाहिँ यतापट्टि चाहिँ त्यति खास रमाइलो चाहिँ जोतिएको छैन। पानी चाहिँ लाओ टाइममै लाओ के भन्ने खल्ला खेत भएर भन्नुलाई पनि यता पनि खल्ला खेत नै छ। ड्राइभर चेन्ज भएको छ के आज चाहिँ ड्राइभर चेन्ज भएको छ। यता 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 यस्तो बवाल बनाइरहेछ पछाडिको भाग यस्तो बवाल बनाइरहेछ। अनि हाम्रो त्यो पछाडिको भाग चाहिँ जोतिरहेको छ अहिले चाहिँ। खासै मलाई चाहिँ मन परेन, डबल जोताउनु पर्छ। सिङ्गल जोताएर त एउटै डल्लो 2 केजी जतिको छ होइन। सिङ्गल जोताएर काम छैन, डबल जोताउनु पर्ने हो। यस्तो डल्लोहरू आइरहेछ होइन। झन्डै एउटै डल्लो 5 केजी जतिको होला कि। यसमा अब डबल हान्नु पर्ने हो फेरि जाऊ। साथीहरू अहिले चाहिँ जोतेर भ्याइसकेको छ खेत चाहिँ। यो साल चाहिँ खासै गतिलो चाहिँ भएन खेत जोतेको। यतापट्टि अब यो चाहिँ जोत्न बाँकी छ। यतापट्टि चाहिँ जोतिरहेको छ। उहाँ हाम्रो दाइले पनि मेड हाली लगभग मेड हाल्दै हुनुहुन्छ। उहाँले चाहिँ सबभन्दा अगाडि चाहिँ उहाँले चाहिँ यहाँ गाउँ छरेर मेड पनि हाली सक्दै हुनुहुन्छ। उहाँ चाहिँ डल्ला रह्यो भन्दै हुनुहुन्छ। उहाँले चाहिँ मेरो खेतको डल्ला चाहिँ देखेको छैन। मेरो खेतको एउटै डल्ला चाहिँ लगभग 3 केजीसम्म चाहिँ छ कि। यस्तो डल्ला छ उहाँ हाँसिरहेको हुन्छ फडुवा बोकेर। रमाइलो छ उहाँको मुस्कानै बवाल। विराज भट्ट उहाँ चाहिँ हाम्रो खै क्यामेरातिर एकचोटि एकदम हेन्डसम अनि एकदम चिटिक्क परेका हाम्रा दाई हुनुहुन्छ यता। उहाँलाई चाहिँ कोदालो बोकेर हातमा डाङ डाङ खन्दै हुनुहुन्छ। ल हेर्नुहोस् यस्तो अरे ल हेर्नु त ल। दिनमा उहाँले चाहिँ लगभग 7-8 वटा कप चाहिँ चाय खानुहुन्छ कि। यो सबै चायको कमाल हो कि। चाय लभर हुनुहुन्छ उहाँ चाहिँ।